नागपञ्चमीका अवसरमा पोखराको नागढुङ्गामा विगतका वर्षहरूमा जस्तै यसपटक पनि भव्य रूपमा पूजाआजा गरिएको छ। नाग मन्दिर संरक्षण समितिको आयोजनामा विगत 4 वर्षदेखि व्यवस्थित तवरले नाग पूजासँगै रुद्री आयोजना हुँदै आएको हो। त्यसो त स्वयं नागकै बास रहे जस्तो आकृति देखिने यो ढुङ्गा भेटिएपछि दशकौंदेखि यहाँ नागपूजा गरिँदै आएको छ भने यो ठाउँको नाम पनि यसै ढुङ्गाबाट रहन गएको हो। स्वर्गीय मथुराराज भण्डारीले यहाँ नागको प्रतिमा स्थापनासहित नागढुङ्गाको संरक्षण पनि सुरुवात गरेका थिए। तर पछिल्ला वर्षहरूमा नागमन्दिर संरक्षण समितिले मन्दिरको पुनर्निर्माणसहित व्यवस्थित तवरले वर्षेनी नागपञ्चमी र शिवरात्रि पर्वमा विशेष पूजाआजाको कार्यक्रम गर्दै आएको समितिका अध्यक्ष कमला श्रेष्ठको भनाइ छ। 2061 सालदेखि हामीले एउटा समिति बनाएर हामीले पूजा गर्न सुरु गर्यौं। योभन्दा पहिला त नाग मन्दिर त थिए, आउने आफू पूजा गर्ने जाने गर्नुहुन्थ्यो। 61 सालदेखि हामीले चाहिँ यसलाई एउटा संरक्षण गरेर एउटा रेलिङ बार लाएर एक ठाउँ नागलाई राखेर अनि त्यहाँबाट त्यसबाट हामीले समिति गठन गरेर 61 सालदेखि हामीले निरन्तर यसलाई चाहिँ पण्डित ल्याउने र रुद्री गर्ने र नाग चढाउने नागढुङ्गाको बारेमा हामीले चाहिँ निरन्तर राखेका छौँ। र वर्षैपछि शिवरात्रिमा र यो नागपञ्चमीमा धेरै मान्छेहरू यहाँको यो पोखरा भेलीको लगभग पोखरा भेलीको आउनुहुन्छ यहाँ दर्शनको लागि।